हेलो एभ्रिवान, यदि तपाईहरुले परिचय पत्र एप्लाई गर्नुभएको छ, अब तपाईहरु कार्यालय धाइराख्नु पर्दैन। घरमै बसी त्यो पनि आफैले डाउनलोड गरेर आफ्नो परिचय पत्रलाई सुरक्षित राख्न सक्नुहुन्छ। म आज यो भिडियोबाट तपाईहरुलाई आफ्नो राष्ट्रिय परिचय पत्र डाउनलोड गर्न सिकाउन गइरहेको छु। यदि तपाईहरुलाई मेरो भिडियो पुरा हेर्ने समय छैन भने मेरो भिडियोलाई सेभ गरेर राख्नु होला। तपाईले फुर्सदको टाइममा पनि हेर्न सक्नुहुन्छ। मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई फलो एन्ड सब्स्क्राइब गर्नु होला। अब तपाईहरुलाई म स्क्रिन शेयर मार्फत सिकाउन गइरहेको छु। त्योभन्दा पहिले तपाईहरु आफ्नो क्रोम ब्राउजरमा जानु होला, नभए गुगलबाट पनि बनाउन सकिन्छ। म आफ्नो क्रोम ब्राउजरमा गए है त। त्यस्तै गरी यहाँ सर्च गुगल अर टाइप भनेको छ, यसमा चाहिँ तपाईहरुले सर्च गर्नु होला। NIN भनेर सर्च गर्नु होला। यति सर्च गरे हुन्छ है साथीहरु। यसमा चाहिँ क्लिक गर्नु होला। अब यहाँ देख्न सक्नुहुन्छ डाउनलोड योर ENID भनेको छ, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ एउटा पेज खुलेको छ। यो फर्म साइट खुलेको छ। यो नेपाल सरकारको हो साथीहरु। गभर्नमेन्ट अफ नेपाल, मिनिस्ट्री अफ होम अफेयर्स, डिपार्टमेन्ट अफ नेशनल आइडी एन्ड सिभिल रजिस्ट्रेसन भनेर लेखेको छ। यो नेपाल सरकारकै वेबसाइट हो र यसबाट तपाईहरुले चेक गर्दै हुनुहुन्छ है। अब यहाँ देख्न सक्नुहुन्छ डाउनलोड योर ENID भनेको छ। यहाँ फुल नेम नेपाली भनेर लेखेको छ। तपाईले नेपालीमा नाम लेख्न पर्ने हुन्छ। यसमा नेपालीमा नाम लेखौँ है त। म आफ्नो नाम फिल गर्दै छु। फुल नेम भनेको छ, यसमा चाहिँ इंग्लिशमा लेख्नु पर्ने हुन्छ। मैले आफ्नो इंग्लिशमा फिल गरे है। त्यस्तै गरी डेट अफ बर्थ BS भनेको छ। BS भनेको विक्रम सम्वत। तपाईको जुन नेपाली डेट छ त्यसलाई राख्नु पर्ने हुन्छ। इंग्लिश डेट राख्नु हुँदैन है साथीहरु। यसमा चाहिँ म आफ्नो नेपाली डेट अफ बर्थ राखे। अब यहाँ देख्न सक्नुहुन्छ सिटिजन इस्युइङ डेट भनेको छ। यसमा तपाईको नागरिकताको पछाडी जुन जारी मिति छ त्यसलाई चाहिँ फिल गर्नु होला। यति गरिसकेपछि यहाँ क्याप्चा लेखेको छ। यसमा साथीहरु यदि तपाईले यो क्याप्चा बुझ्नु भएको छैन भने तपाईले यो रिफ्रेश गरेर अर्को नयाँ क्याप्चा पनि ल्याउन सक्नुहुन्छ। यदि तपाईले बुझ्नु भएको छ स्पष्ट भने यही क्याप्चालाई युज गर्दा पनि हुन्छ है त। क्याप्चा फिल गर्दै छु। अब यो क्याप्चा यस्तो हुनुपर्छ जस्तो कुनै स्मल लेटर, क्यापिटल लेटर यस्तो केही बिग्रियो भने त्यो मान्दैन। तपाईले रिफ्रेश गरेर फेरि अर्को पनि ल्याउन सक्नुहुन्छ। यति भइसकेपछि यहाँ सर्चमा गएर NID खोज्दै छु है साथीहरु। यहाँ देख्न सक्नुहुन्छ तपाईको राष्ट्रिय परिचय पत्र खुलिसकेको छ। अब फेरि तपाईहरु डाउनलोड कार्ड भन्नेमा क्लिक गर्नु होला। अब यहाँ लेखेको छ अल रिक्वायर्ड इन्फर्मेसन इज अवेलेबल, क्लिक डाउनलोड टु प्रोसिड भनेको छ। यसलाई फेरि डाउनलोडमा गएर क्लिक गर्नु होला। हुन्छ योर PDF पासपोर्ट इज जेनेरेटेड फ्रम योर नेम एन्ड डेट भनेको छ। तपाईको अब PDF को पासपोर्ट तपाईको इंग्लिश नेम र तपाईको नेपाली डेट अफ बर्थ अनुसार पासपोर्ट बन्छ है। जस्तै मेरो नाम जीवन सुनार हो भने मेरो जन्म मिति 2056 साल हो। मेरो PDF को पासपोर्ट क्यापिटल लेटरमा इंग्लिश को 4 अक्षर र डेट अफ बर्थ हुन्छ। जस्तै मेरो JIWA 2056 मेरो चाहिँ PDF पासपोर्ट हुन्छ। डाउनलोड हुँदैछ है साथीहरु। अब तपाईको फाइल डाउनलोड भइसकेको छ। यहाँ माथि देख्न सक्नुहुन्छ। यसलाई क्लिक गर्नु होला। अब यहाँ डाउनलोड भइसकेको छ। अब यसमा तपाईले पासपोर्ट राख्नु पर्ने हुन्छ। अब नेशनल आइडी कार्ड भनेको छ। अब यसमा प्लिज एन्टर योर तपाईको सुरुको 4 अक्षर क्यापिटलमा राख्नु पर्ने हुन्छ साथीहरु। पासपोर्ट यहाँ 4 अक्षरको सुरुको नाम राखे, आफ्नो नाम अनि आफ्नो डेट अफ बर्थ राखे है साथीहरु। अब ओके गरे। PDF मा आएको छ है परिचय पत्र। यसरी अब यसलाई तपाईहरुले सेभ टु ग्यालेरी यसरी तपाईको ग्यालेरीमा आउँछ है साथीहरु। अब यसलाई तपाईले प्रिन्ट गरेर निकाल्न सक्नुहुन्छ। पक्कै पनि साथीहरु यो स्क्रिन शेयर मार्फत तपाईहरुले सिकिसक्नु भएको छ। राष्ट्रिय परिचय पत्र आफ्नो घरमै बसी आफैले डाउनलोड गर्नु होला र आफ्नो परिचय पत्रलाई सुरक्षित राख्नु होला। यस्तै इन्फर्मेटिभ भिडियो हेर्नको लागि मेरो च्यानललाई फलो एन्ड सब्स्क्राइब गर्नु होला। भिडियोलाई लाइक, कमेन्ट, शेयर साथै सेभ गरेर राख्नु होला भन्दै यो भिडियोबाट बिदा हुन्छु। नमस्कार सबैजनालाई।